सम्म उहाँले केपी ओलीलाई हेर्नुहोस् एकदम उहाँहरू एकदमै नजिकका साथी हो दुईजना उहाँले अहिले मैले जे कुरा भनिरहेको छु केपी ओलीको बारेमा यसै गरी उहाँले भन्नुभयो उहाँलाई मैले थाहा पाएँ प्रत्यक्ष कुनै दिन प्रत्यक्ष कुनै दिन प्रत्यक्ष आज भन्दा तपाईले जे लेख्नुभयो जे बोलिरहनु भएको कुरा यस ठ्याक्कै यही कुरा 1 वर्ष अगाडि हो ल अहिले फागुनमा छौँ हामी पोहोर साल फागुनको कुरा त्यो दिनदेखि केपी ओलीको र उहाँको भेट पनि भएको छैन हेर्नु है उहाँले एकदमै विनम्रतापूर्वक भन्नुभयो के अरे उहाँको भाषा पनि अझ हामी अलिक कडा बोल्छौँ उहाँ बिस्तारै बोल्नुहुन्छ विद्या भण्डारी भन्नुभयो भनिसकेपछि उहाँलाई के दम्बले उहाँलाई चाहिँ त्यो आएको छ थाहा छैन उहाँ त्यो दिनदेखि रिसाएर हिँड्नुभएको विद्या भण्डारीसँग त्यसपछि उहाँको सदस्यता रिन्यू नगर्ने उहाँलाई चाहिँ नि त्यो झाँक्रीको चाहिँ उपमा दिने देखि लिएर उहाँले सारा चिज उहाँको विरुद्धमा गर्नुभयो केपी ओलीले हेर्नुहोस् जुन चिज उहाँले कहिले पनि गर्नु हुँदैन थियो हेर्नु है गर्नु हुँदैन थियो एक त मदन भण्डारी जस्तो व्यक्तिको चाहिँ परिवार हेर्नु दोस्रो कुरा उहाँलाई राष्ट्रपति फेरि केपी ओलीले नै बना हो आफैले तेस्रो कुरा नेपाली जनताले पार्टी कार्यकर्ताहरूले विद्या भण्डारी भनेर सबैले भनिरहेको बेलामा उहाँले जुन किसिमको त्यो गर्नुभयो अहिले लज्जाजनक हार्नुमा एउटा मेन रिजन केपी ओलीको त्यो पनि हो हेर्नु है त्यसपछि उहाँ चाहिँ नि आगो जस्तो रिसाउनु भयो विद्या भण्डारीसँग हेर्नु आगो जस्तो रिसाएपछि अहिलेसम्म पनि किनभने उहाँको निजी पार्टी होइन नेकपा एमाले बुझ्नुभयो त्यसमा सारा पार्टी कार्यकर्ताहरूले तपाईको चाहिँ विद्या भण्डारी भन्दै गर्दा एउटा सदस्यता रिन्यू गर्न हुँदैन तपाई चाहिँ राष्ट्रपति भएको मान्छे नेपाली जनता हो जनता भएर बस्नुपर्छ भन्ने अनि राष्ट्रपति भइसकेपछि उच्च आसनमा सधैँ हेरेर राख्नुपर्छ त उसलाई ऊ आएर साधारण घरमा खेतीबारी गर्न मिल्दैन उसले आएर साधारण चाहिँ कुनै एउटा जब गरेर बस्न मिल्दैन बाराक ओबामा होटलमा काम गर्न मिल्ने विद्या भण्डारी एमालेको पार्टी सदस्य भएर म एमालेको कार्यकर्ता भएर झोला बोकेर हिँड्छु भन्न नपाउने हुन्छ बाराक ओबामा चाहिँ मिल्ने अनि विद्या भण्डारी नमिल्ने हेर्नुहोस् यो यस्तो यो कुरा मान्छेलाई गाडी नचल्ने पनि नेता हुन्छ र राम्रो लुगा नलाउने पनि नेता हुन्छ र भन्ने पक्षमा म छैन हेर्नुहोस् म यस्ता साना कुरा गर्दिनँ छोटा कुरा भन्छ यसलाई गर्दिनँ म त्यसकारणले विद्या भण्डारीलाई ल्याए भने एमालेमा विकल्प छ होइन भने अहिले भएका नेता त हेर्नुहोस् उहाँभन्दा बाहेकका पदाधिकारीलाई म चाहिँ व्यक्तिगत रूपमा एउटालाई पनि मान्दिनँ